हेलो सबैलाई वेलकम छ हाम्रो आगो ब्लगमा। र आज हामी स्पेसली इतिहासलाई डोर्याएको ठाउँ हाम्रो रुकुम रोल्पा रोल्पा जिल्ला धुरी रातामाटा टावरमा जाँदैछौँ। यहाँको विशेष त्यति मलाई थाहा नभए पनि म हाम्रो भूपेन सरलाई के हो खासमा सम्पूर्ण जानकारी दिनुहुन्छ। यहाँ चाहिँ सुन्नुहोस्, राणा शासनपछि बौद्ध लाइसकेपछि 42-45 सालमा यहाँ आर्मीहरूलाई बसालियो। यो ठाउँको सुरक्षा, यहाँको नेटवर्क सिस्टम थियो हैन, टावर सिस्टम, रेडियोहरू, समाचार आदान प्रदानको लागि चाहिँ यहाँको सुरक्षाको लागि चाहिँ आर्मीहरू बसालियो 2042-43 सालतिर। त्यसपछि जब जनयुद्ध सुरु भयो 57-58 तिर फेरि यहाँ युद्ध सुरु भयो। युद्ध सुरु भइसकेपछि विभिन्न ठाउँहरूमा चाहिँ माओवादीहरूको आक्रमणपछि यो ठाउँ पनि आक्रमण हुन पुग्यो। त्यतिखेर म सानै थिएँ, म 2 क्लासमा पढ्दै हैन, 2 क्लासमा पढ्दै। त्यतिखेर हाम्रो एकदम के रातिको टाइममा झन्डै पनि कति बम गोला बारुद बोकेर मान्छेहरू आइरहेको देखिन्थ्यो। मैले आमा के हो भने सुत्छु चाल्ने गर्ने होइन, मार्छन् यिनले भन्नुहुन्थ्यो। अनि केही समयपछि लगभग 9-10 बजेदेखि अनि यहाँ त्यो चल्न सुरु भयो कि 9-10 बजेदेखि बम बारुदहरू पट्किन लाग्यो। मान्नुहोस् कि आकाश हेर्दाखेरि अहिले हामीले हाम्रो तिहारमा लक्ष्मी पूजाको दिन जो देख्छौँ त्यही खालको थियो भने आवाज त के हो हाम्रो कान बिहानसम्म सुन्नुहुन्थ्यो होइन, पट 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 पुरै त्यही हो। अनि अर्को दिन बिहान चाहिँ फाइनली यहाँ चाहिँ अब पूर्ण रूपमा सफल त हुन सकेको थिएन। अनि माओवादीहरू प्राय हाम्रो गाउँतिर आउनु भएको थियो, कोही कतै लुगाई कतै थियो होइन। अनि हाम्रो यहाँबाट बमहरू चाहिँ आर्मीहरूले दुर्बिनले हेर्दै, हाम्रो गाउँ पल्लोपट्टि हुने कारणले दुर्बिनले हेर्दै बम फाल्दै गर्नुहुन्थ्यो। त्यो एउटा पुरानो इतिहास बोकेको ठाउँ हो र यो समुद्री सतहदेखि 4141 मिटर हाईमा छ यो समुद्र सतहदेखि। अनि यहाँ हिउँ पनि पर्छ मजाले र लालीगुराँसहरू पनि फुल्छ। 4 बजेपछि चाहिँ हावा अलि धेरै लाग्छ, तर यो समय बिहानको सूर्य उदाउने समय चाहिँ यहाँको बेस्ट छ। र यो ठाउँलाई चाहिँ पर्यटनसँग जोडेर र इतिहासलाई चाहिँ फेरि झल्किने तरिकाले यहाँको त्यस्तो त्यो पोहरूलाई चाहिँ झल्काउने तरिकाले गरियो भने यो ठाउँ यो 2वटा गाउँपालिकाको बिचमा पर्छ। उता त्रिवेणी गाउँपालिका र परिवर्तन गाउँपालिकाको बिचमा पर्छ। यो भविष्यको राम्रो पर्यटन स्थल हुन पनि सक्छ। अनि यो भइ सबैतिर यो सानो बैशाखी बुकी भन्छ हामीले, दुधे घाँस पनि भन्छौँ। यो बैशाखी बुकी फुलेको छ पुरै होइन। अनि बर्सातको टाइममा पनि त्यस्तै बुकीहरू फुलिरहेको हुन्छ। राम्रो छ। यो टावरहरू उतिखेर गयो, त्यसपछि अहिले एक्स्ट्रा एनसिएलको पनि सायद टावर छ क्या होइन। त्यही हो, राम्रो छ यो। पहिला हेलिकप्टर बस्नेदेखि लिएर यहाँ हेलिकप्टरसँग बस्नेको एयरपोर्टसम्म बनाउने ठाउँ छ यहाँनिर। त्यही हो, मौका पऱ्यो भने हजुरहरूले यो ठाउँमा आउनु होला। अनि आगो भ्लगले यो ठाउँमा आएर पनि हजुरहरूलाई यहाँको दृश्यहरू देखाउन सफल भयो। त्यसको लागि हामी आगो भ्लगलाई पनि धन्यवाद भन्न चाहन्छौँ। यदि च्यानललाई सब्सक्राइब होइन गर्नु भएको छैन भने लाइक, कमेन्ट, सब्सक्राइब पनि सेयर पनि गर्नु होला भन्न चाहन्छु। ल, हजुरलाई स्वागत छ यो हाम्रो म जन्मेको ठाउँ। अनि त्यसमा पनि यो हाम्रो एउटा इतिहासलाई चाहिँ
बोकेको ठाउँ र मैले जानेका कुराहरू चाहिँ आगो फलक मार्फत मैले आफूले थाहा पाएको कुराहरूलाई चाहिँ बुझाउने प्रयास गरेँ। बाँकी नथाहा पाएको कुराहरू हजुरले कसैले थाहा पाउनु भएको छ भने पनि यसमा एड अन गरिदिनु होला। र यो ठाउँमा चाहिँ अवश्य आउनुलाई भन्न चाहन्छु म, किनकि यहाँबाट 75 जिल्लामा पहिलेको यहाँको 60वटा जिल्ला चाहिँ देखिने ठाउँ हो यो। त्यति हाइटमा र छ, सबै पहाडहरू तल देखिन्छ यहाँबाट। अब माछापुर त्यहाँबाट नजिकै देखिन्छ झुलुक्कै अगाडि, अनि सिस्ने हिमाल देखिन्छ, धौलागिरी, सबै प्रकारका हिमालहरू पनि देखिन्छन्। यो अत्यन्त राम्रो छ र त्यही भन्दै आफ्ना मनका कुराहरू यहीँ थाक्न चाहे। धन्यवाद। थ्याङ्क यू हाम्रो भूपेन सरलाई यति जानकारी दिएकोमा सम्पूर्णलाई, किनकि मलाई त्यति इतिहासको बारेमा यहाँको थाहा नभएको कारणले मैले सम्पूर्ण जानकारी हजुरमाझ हाम्रो भूपेन सरदेखि चाहिँ एकदम उहाँले जान्नुभएको बुझ्नुभएको कुरा हजुरमाझ राखिसक्नु भएको छ। भिडियो लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। यसरी नै फेरि पनि अरू कुनै हाम्रो इतिहासलाई झल्काउने ठाउँ भएपछि म हजुरमाझ फेरि भिडियो ल्याउने नै छु भन्दै धन्यवाद। यसरी नै देखाइँदैछ हजुरमाझ यो रातामाटा टावर, हजुरले हेर्न सक्नुहुन्छ नमस्ते टावर। त्यसपछि यहाँदेखि चाहिँ सिधै ढुङ्गामा भएको चाहिँ हाम्रो ती लगेका पिकहरू यसरी नै देख्न सकिन्छ हाम्रो 74 जिल्लालाई। यहाँदेखि हजुरले हेर्नुहोस्, यहाँको दृश्य एकदमै रमाइलो छ, एकदमै मन लोभित गर्ने छ। अहिले चाहिँ यहाँ पिकनिकको लागि पनि आउने गर्नुहुँदो रहेछ टाढादेखि। हजुरले यहाँको दृश्य पूर्ण रूपमा देखिरहनु भएको छ, के कस्तो छ भनेर चाहिँ आउनुहोस्। हजुरहरूले पनि चान्स पाउनुभयो भने यहाँ आउन नछुटाउनु होला, किनकि यहाँको दृश्य एकदमै रमाइलो छ, एकदमै बवाल छ। पूर्ण रूपमा देखिरहनु भएको छ के कस्तो छ भनेर चाहिँ हजुरले हेर्नुहोस्। इतिहासलाई डोर्याएको ठाउँ हो, यहाँदेखि एकदमै जनयुद्धमा एकदमै युद्ध भएको ठाउँ हो यो चाहिँ। पारीको डाँडो छ हेर्नु, यस्तो ठाउँमा कसरी जित्लान्छ के, तल पनि ढाङ उता पनि ढाङ भन्ने चाहिँ जाने पारीको हेर्ने। र मैले चाहिँ देखेको छैन। र हाम्रो यतातिर भूपेन सर हुनुहुन्छ, उहाँले चाहिँ यो ठाउँको पूर्ण अवलोकन गर्नुभएको थियो त्यति बेला पनि, र अहिले पनि हजुरमाझ पूर्ण रूपमा के भएको थियो कस्तो भएको थियो भनेर चाहिँ पूर्ण रूपमा जानकारी दिइसक्नु भएको छ। किनकि उहाँको घर यहाँदेखि लगभग 15 देखि 20 मिनट हिँडेर नै जान सकिन्छ। धन्यवाद।